आज चाहिँ मरम भएर पुरासँग लक्ष्मी पूजा गर्यो। त्यसपछि चट्टसँग हामी चाहिँ देउसी भैलो खेल्नलाई गाउँतिर गएको। दाइ त पुरा भट्याएको देखेर त बाफ रे बाफ। त्यसपछि एकछिन रमाइलो गरेर अब चाहिँ पटक्क पड्काउनु पर्यो भनेर पड्काउन आँटेको, पटक्कै पड्केन भने फेरि यसो हेर्दा त कस्तो अल्छी लागिरहेछ। यो भट्याउँदा त लास्ट अल्छी लाग्ने क्या होइन। यो अल्छी लागेको बेलामा त एउटा भोजपुरी लोन्डा डान्स लाएर पुरा घुमी घुमी नाच्नुपर्छ है क्या भनेर सोचिरहेको थियौँ। त्यतिकैमा दामी एउटा देउसी भैलोको गीत रहेछ। त्यसपछि घुमी घुमी नाच्यो। निन्द्राले चुर भएको बेलामा घुमी घुमी नाच्दा त खुट्टा पनि ललबरेर कोम्ता भइरहेको थिएन भने देउसी खेल्दै जाँदा यो चिताइहरूको अन्तिम घर परेको थियो। त्यसपछि चट्टसँग घडी हेरेको 4 बजिरहेको रहेछ। अनि यसो पैसा कलेक्सन गरेर हेरेको त बाबा 16,000 उठिरहेको रहेछ। त्यसपछि चट्टसँग घरतिर लाग्यो। बिहानै उठेर ब्रस गरेको त बाबा घडी हेर्दा त के को बिहानै उठ्नु 11 बजिरहेको रहेछ। सुत्न पनि 4 बजे सुत्या थिएँ। त्यसपछि मम्मीले चाहिँ जा कोला काटेर ल्याएर चाहिँ पकाउनु पर्यो भन्नुभयो। अनि गएर चट्टसँग कोला कहाँ छ भनेर यसो हेरेको त कोलै छैन त। होइन त कोला त कहीँ पनि छैन त भनेर खोज्दा खोज्दा बल्ल बल्ल भेटाएँ भने त्यसपछि ड्याममा लडाएर चट्टसँग घरतिर लिएर आएँ। अनि बाख्राहरूलाई चाहिँ चट्टसँग खोले पानी दिएँ। भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नु होला। सबैजनालाई ह्याप्पी तिहार भन्न चाहन्छु। आजलाई यति, बाई बाई।